दैलेखमा 50 वर्षसम्म पुग्ने ग्यास भण्डारण चिनिया सर्वेक्षण टोलीले दियो खुसीको खबर। नेपालको दैलेख जिल्लामा गरिएको प्राकृतिक ग्यास पेट्रोलियम सर्वेक्षणको नतिजा अत्यन्तै उत्साहजनक आएको छ। चीनको बायोलोजिकल सर्वे कम्पनीले सञ्चालन गरेको विस्तृत अध्ययनपछि पठाएको प्रतिवेदन अनुसार दैलेख क्षेत्रमा पाइने ग्यास भण्डारणले अबको कम्तीमा 50 वर्षसम्म नेपालको आवश्यकता धान्ने अनुमान गरिएको छ। चिनिया बिके टोली गत भूगर्भिक सर्वेक्षण उत्खनन नमुना परीक्षण र मापनको अन्तिम प्रतिवेदन केही दिन अघि नेपाली ऊर्जा मन्त्रालयलाई औपचारिक रूपमा बुझाएको हो। प्रतिवेदन अनुसार दैलेखको विभिन्न स्थानहरूमा प्राकृतिक ग्यासको प्रचुर सम्भावना पुष्टि भएको छ। नेपालका लागि यो समाचार अत्यन्तै सुखद र रणनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ। ऊर्जा विज्ञहरूका अनुसार यदि आवश्यक पूर्वाधार विकास र प्राविधिक तयारी गरियो भने नेपालले यातायातमा निर्भर रहनु नपर्ने मात्र होइन, ऊर्जा निर्यात गर्ने मुलुक बन्ने सम्भावना देखिएको छ। ऊर्जा मन्त्रालयका एक उच्च स्रोतले बताए अनुसार चिनिया कम्पनीको प्रतिवेदन विश्लेषण गर्दा दैलेखको ग्यास स्रोतलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउने सम्भावना बलियो छ। आवश्यक प्रक्रिया अघि बढाउन अध्ययन समिति बनाउने तयारीमा छौँ। खबरसँगै दैलेखका स्थानीय बासिन्दाहरूमा पनि खुसीको लहर छाएका छ। विकासको अभावमा पछाडि परिएको मानिएको यो जिल्लाले अब आर्थिक र पूर्वाधारको नयाँ युगमा प्रवेश गर्ने अपेक्षा गरिएको छ। ऊर्जा मन्त्रालयले ग्यास उत्खननको सम्भावना अध्ययन गर्न अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सुझाव सहित दोस्रो चरणको प्राविधिक कार्ययोजना तयारी गरिरहेका छन्। आगामी वर्षभित्र केही परीक्षण उत्खनन सुरु गर्ने सरकारको प्राथमिकता रहेको बुझिएको छ। यो समाचार नेपालको ऊर्जा स्रोतमा ग्रामीण विकास र राष्ट्रिय अन्तर्राष्ट्रियका लागि ऐतिहासिक मोड साबित हुन सक्ने विश्लेषणहरू गरिएको छ।